साथीहरु आज चाहिँ पहिलोचोटि एभोकाडो टेस्ट गर्न लागेको छु। पहिला चाहिँ मैले भिडियोमा देखिरहेको थिएँ त्यो एभोकाडोबाट चाहिँ धेरै आफ्नो स्वास्थ्यको लागि पनि राम्रो हुन्छ, मिठो पनि हुन्छ भनेर। अनि बहिनीले चाहिँ एउटा ल्याइदिनु भएको रहेछ, यताकै लोकल हो। अनि त्यहाँ चाहिँ पिस बनाएर हामीले सबैले बाँडेको थियौँ कि। अनि मेरो चाहिँ अलिक कचक कुचुक भएको छ। म टेस्ट गर्छु कस्तो टेस्ट आउँछ है पहिलोचोटि खाएको। साँच्चै पहिलोचोटि नमिठै लाग्दो रहेछ। साँच्चै नमिठो, मलाई त कस्तो कस्तो गनाए। 3-4 चोटिसम्म खानुपर्छ, त्यहाँदेखि चाहिँ मिठो हुन्छ। घिउ जस्तै हुन्छ भनेर चाहिँ सुनेको मैले। चाहिँ बान नभर ल, कस्तो कस्तो स्मेल आउँछ। अब गनाए त भन्न नमिल्ने, मैले भनिदिइहालेँ कस्तो स्मेल आयो क्या। बानी भएपछि चाहिँ बान नभएर साह्रै कस्तो भएर मैले पहिलोचोटि खाएको। पहिलोचोटि कसम मेरो त्यस्तै मलाई नि पहिलोचोटि बमिट हुन जस्तो त्यस्तै बानी हुन्छ। हो रहेछ।